साथीहरू हामी चाहिँ हेटौडाको मन्दिर जानु भएको साथीहरू सबैजना अगाडि छ उता देख्न सक्नुहुन्छ गइसक्यो यो चाहिँ हाम्रो झोलुङ्गे पुल हो जयसिंहको यो पनि जयसिंहको झोलुङ्गे पुल पनि हामी चाहिँ हिँड्नलाई हाम्रो चाहिँ खासै उयो लाग्दैन तर पनि धेरै ठाउँको मान्छेहरू आएर फोटो खिच्ने हिँड्ने गर्छन् है हेर्नु कस्तो राम्रो क्या त हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ उहाँ रोडमा पुगेर पनि म तपाईँले देखाउँछु तपाईँहरूलाई यस्तो त यस्तो छ मेरो सलको चाहिँ ब्याल हुने भयो साथीहरू चाहिँ अगाडि अगाडि हिँडेर बिस्तारै हाम्रो गाउँ हो यो बच्चा बोकेर हिँडिरहेको छु तर यहाँ त घाम लागे पनि कस्तो हावा चलिरहेको हुन्छ क्या हावा सरर आउँछ साथीहरू पनि टिकटक बनाइरह फोटो खिचिरह धेरै पछि हामी यताबाट आएको किनभने रजिया पुलबाट हाम्रो बाटो बिग्रेको छ अनि गाडीहरू अटोहरू डाइरेक्ट उता जाँदैन त्यही भएर हामी यो बाटो आएको धेरै पछि कति भइसक्यो लगभग 1 वर्ष जति नै भइसक्यो होला यो बाटो म हिँडेको त्यहाँसम्म अटोमा आएर यो झोलुङ्गे पुल चाहिँ धेरै लामो छ क्या त्यही भएर यस्तो धेरै राम्रो ठाउँ छ हजुरहरूलाई पनि इच्छा लाग्छ भने आएर यहाँ झोलुङ्गे पुलमा आउन सक्नुहुन्छ होइन धेरै रमाइलो ठाउँ छ के गनेको मनिषा लाजा कहाँ गयो मेरो बुढोले नि अब हामी पुग्न लागिसक्यौँ रोडमा सानो बाइक आयो बाइक साइड प्लिज साइड